यताबाट आयौँ अनि हामी आउँदा आउँदा ओह्रालोमा चाहिँ झन् भ्याट्टै ढलेको अलिक छिटो आएको भयो त हामी पनि सायद। हेलो गाइस, वेलकम टु माई न्यू भ्लग। फाइनली लङ टाइम पछि बल्ल आज भिडियो बनाउन रहर लगाएर टक्क चट्ट लगाएर हामी भिडियो बनाउन लागिरहेको छौँ। कुनै बाल छैन कि हामीले अब जान्छौँ चट्ट भिडियो बनाउँछौँ अनि को जेठी भन त? कान्छी को भन त ल? कान्छी त्यो तिम्रो लाटो हो तिम्रो मुख छ बोल्दैनौ? बोल्छ कि नि? बोल न यो दिदी यो बहिनी भन ल। को हो दिदी? नानी को? दिदी को? दिदी के दिदी को? अघि पछि तिम्रो त कोही नभए प्याउ 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 कराउँछौ अनि हामी भएकोलाई तिम्रो चाहिँ एक हप्ता भइसक्यो खै बोले देखे सुने छैन मैले। हो र कि तिमी भएर हो? हामी लाग्यो अब आज दिदी बिरामी भएर टक्क गाडीमा लास्टै दिदीलाई बिरामी हुन्छ नि, बिरामी भन्दा पनि लास्टै बान्ता हुन्छ नि त, बान्ता भएको कारणले टक्क बिरामी पनि हुनुहुन्छ अनि त्यही भएर म टक्क बाइकमा लिन आएको। अब चाहिँ हामी जान्छौँ, अब काठमाडौँ जान्छौँ हामी, यहाँबाट काठमाडौँ जान्छौँ। लतको लगाएर भुराहरू आउँदैछन् होइन, चट्ट लगाएर चट चट ट्याक ट्याक ढ्याक हामी जान्छौँ अब त्यहाँ अगाडि। है बिस्तारै बिस्तारै लड्यो भने फेरि गाह्रो हुन्छ फेरि। मामाहरू पनि टाढा नजिक छ र अझै कहाँ नुवाकोट कहाँ बढिदिया कम छ हाम्रो यो सेकेन्ड ह्यान्ड गाडी। भन्न त नहुने तर पनि भनिदिएँ मैले। हामी जान्छौँ यहाँमा नानीहरू बसालेर चट्ट लगाएर। अब नानी अब ल कस्तो लागिरहेछ यहाँ? बाजेसँग कस्तो लागिरहेछ आज? बाजेसँग भन त, बाजेसँग कस्तो लागिरहेछ? बाजेसँग आज के बोल्दै बोल्दैन के गर्नु? लाटी हो कि गुवाई चाहिँ के गाह्रो छ। हामी यहाँ छरे हाम्रो यहाँ नुवाकोटको बेसी भन्ज्याङमा आइपुग्यौँ। बुढाहरू बिटा यहाँ। अब हामी एकछिन चिया चाहिँ खान्छौँ अनि हामीतिर जान्छौँ काठमाडौँतिर यात्रा। झन्डै मान्छेले के भएन अब। बाटोमा आउँदा आउँदा झन् गाडा ठोकेर गाडा यतातिर थियो क्या यता केही 1 मिनटले मात्रै हामी ढिलो भयो नत्र सिधै हाल्न लाग्थ्यो सिधै। तपाईँले देख्नु भएन ढलेको? पल्टिसिया देखेँ मैले त। पोलिसले देखेको? मान्छे कोही पनि निस्केको थिएन पल्टिसिया। एउटा गाडीमा चाहिँ पल्टी खाएको मान्छे यत्रो थियो। गाडी पल्टेर भर्खरै भन्दैछु काहीँ पनि भान्जा हुन त गुर्जी भन्ज्याङ कहाँ हो भनेको? नुवाकोट कहाँनिर? गुर्जे भन्ज्याङ ल हामी गाइज हामी ठ्याक्क नगरबाट हामी गुर्जे भन्ज्याङ आइसक्यो भने टक्क खाजा जान्छौँ हामी चलिदिन्छौँ भने होइन नि? ओइ कस्तो लागिरहेको छ त बाइकमा? यो बाइकमा कस्तो लागिरहेको? अब हामी खाजा खान्छौँ चलिदिन्छौँ भने गाइज।